भारतबाट 8 रुपैयाँ 10 पैसा विद्युत खरिद गर्दाखेरि कुलमानले स्पष्टीकरण सोध्यो किन महँगो विद्युत नसोधिकन विद्युत यतिखेर आज 10 रुपैयाँ आइसी को कुरा गर्दै खास गरी प्राइम टाइममै जाँदो रहेछ बेलुका 6 देखि 9 बजेसम्म काम गर्ने हामी पनि कम्प्युटरमा अलिकति काम गर्न खोज्छौँ राम्रो मान्छेबाट देश चलाउन आफ्नो मान्छेबाट देश नचलाउन अहिले देशको दुर्दशाको कारण आफ्नो मान्छेबाट भएछ राम्रो मान्छेले भरिरहेको चाहिँ नाफा छ त्यो दोषी हो कि अहिलेको साके भनिरहेको छ दोषी छ 5 अरब 1 महिनामा घाटा छ त्यो दोषी हो त्यसलाई कुनै कर्मचारीको छानबिन हुन्न कुनै पोलिटिकल छानबिन न्यायिक छानबिनबाट दुईटैलाई समातौँ जो दोषी छ त्यसलाई नफामा नफाइमा छ अरूले भन्छ कि अहिले आएको 1 महिना भए चाहिँ घाटामै छ त्यो दुईटै मध्ये त एउटा त गलत होला नि दुईटै त सत्य हुन सक्दैन त्यसकारण दुईटै सत्य हुन सक्दैन को सत्य को दोषी हो त्यसलाई न्यायिक छानबिनको लागि माननीय मन्त्रीजीलाई अनुरोध गर्छु सभामुखज्यू मार्फत सरकारलाई न्यायिक छानबिन आयोग गठन गरौँ कि को दोषी हो को नाफा भन्ने दोषी हो कि घाटा भन्ने दोषी हो त्यसलाई कारबाही होस् दुईटै मुक्ति जम्मै पार्टीको कार्यकर्ता छ त्यो राजस्व चुहावटमा मुद्दा दायर गर्छ तर प्रकृतिको जुन स्रोत छ प्राकृतिक स्रोत यसले हिनामिना गरेर त्यसमा कारबाही गर्दैन त्यसकारण यस्तो कुराहरूमा आज अन्धाधुन्ध गिटी क्रसर बनेको छ त्यसको कुनै मापदण्ड छैन बीच गाउँमा पनि छ बीच नदीमा पनि छ सबै ठाउँ जो छ त्यही डन छ त्यही नेता छ राम्रोसित प्रयोग भने दाढी काट्छ नराम्रो प्रयोग भने गाला काट्छ यो देशलाई नकाटोस् देशलाई विनाश नहोस् जो अस्ति ट्रान्सपेरेन्ट र नीति क्लियर भएन भने नियतले जहिले पनि बिगार्दो रहेछ नेपालमा भएको त्यही हो म एउटा कुरा के भन्न चाहन्छु भने कि हामी जलस्रोतको प्रचुर सम्भावना भएको देशमध्ये पनि पर्छौँ र धेरै जोखिम युक्त देश पनि पर्छौँ कि दुईटै छ हामीसँग बाढी पहिरो जाने पनि त्यतिकै सम्भावना छ हिमताल फुट्ने पनि त्यतिकै सम्भावना छ इभन क्लिन इनर्जीको पनि त्यतिकै सम्भावना छ मैले यो विधेयक प्रति मैले पहिला संशोधन पनि हालेको थिएँ सुरुमा जुन प्रावधान थियो कि गाउँपालिका लेभलले 5 मेगावाट नगरपालिकाले स्थानीय तहले गर्ने त्यसपछि प्रदेशले गर्ने जलस्रोतको राष्ट्रिय नीति हुनुपर्छ त्यो यो हुँदाखेरि सबै कुरालाई हरेक तहमा बाँड्ने काम नगर्नु यो त हिन्दू मिथोलोजीमा जसरी कुनै मन्दिरमा गयो भने प्रसाद जो गए पनि त्यसलाई प्रसाद बाँड्ने काम हुन्छ त्यस्तो होइन के हुन्छ कि अहिले पनि तटबन्धको कुरा हो म यही संसदमा 11 वर्षदेखि लगातार घाँटी सुखाइरहेको छु कि बागमतीको किनारको तटबन्ध भएन भने मेरो क्षेत्रको कमसेकम 50,000 जनताको उठीवास लाग्छ भरतवा वडा नम्बर 1, 2, 3, 4, 13, 14, 15 र त्यसपछि बसबरियाको 1, 2, 3 यति गाउँ सिधै उठीवास लाग्छ तर 3 किलोमिटर 4 किलोमिटर 5 किलोमिटर तटबन्ध आज 11 वर्षमा त म बनाउन सरकारलाई कन्भिन्स गर्न सकिनँ यत्रो राम्रो जल विधेयक कसले कार्यान्वयन गर्छ त्यसको पहिला खोजी म चाहन्छु किनभने आजको दिनमा जस्तै विद्युतको यही माननीय मन्त्रीजी पनि हुनुहुन्छ उहाँसँग अनुरोध गर्न चाहन्छु भारतबाट 8 रुपैयाँ 10 पैसा विद्युत खरिद गर्दाखेरि कुलमानले स्पष्टीकरण सोध्यो किन महँगो विद्युत नसोधिकन विद्युत यतिखेर आज 10 रुपैयाँ आइसी को कुरा गर्दैछु नट एनसी पर युनिट किन्दा पनि पाइरहेको छैन लोड सेडिङ झ्याप 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 छ खास गरी प्राइम टाइममै जाँदो रहेछ बेलुका 6 देखि 9 बजेसम्म काम गर्ने हामी पनि कम्प्युटरमा अलिकति काम गर्न खोज्छौँ त्यसकारण दोस्रो कुरा के भने यो जोखिम जुन भइरहेको छ हामी जलस्रोतको समग्र उपयोग गर्नुपर्छ हामी बेच्ने त कुरा गर्छु अहिले भर्खर हाम्रो केही मान्य वक्ताहरू पनि कि हामी एकदम व्यापार बढाइरहेछौँ आफ्नो देशमा त कन्जम्सनको लागि पुगिरहेको छैन र अर्कोलाई पसाएर चाहिँ अर्को बाँटिरहेछु यो त के भने खाली पेटमा हामी पनि गाउँमा देख्थ्यौँ कि किसानहरू के गर्थ्यो आफै 2 छाक नखाएर बचाएर चावल बेच्थ्यो धान बेच्थ्यो छोरी पराउनलाई अनि ठ्याक्कै त्यही स्थिति छ अनि आफू नेपाललाई कन्जम्सन गर्नलाई मिनिमम 5,000 मेगावाट विद्युत चाहिन्छ यदि यहाँ सबै चिज अन टाइम चल्न चाहे दोस्रो कुरा क्लिन एनर्जीतिर हामी जाने जुन जलाशययुक्त योजना छ त्यसमा फ्लोटिङ मैले साउथ कोरियाको सियोल भन्दा पर देखेर त्यहाँ हाइड्रो पावर प्लान्ट थियो त्यहाँ जुन स्टोरेज प्लान्टमा के गरेछ माथि पुरै फ्लोटिङ सोलर प्यानल राखेको छ त्यसको पनि ग्रिडमा जोड दिएको छ अनि त्यसले एउटै स्पेसको दुई पर्पसले युज भएछ मल्टिपर्पस युज भयो त्यसकारण मैले अनुरोध के गर्न चाहन्छु कि तिमीहरू दोस्रो कुरा के भने हामी राम्रो मान्छेबाट देश चलाउन आफ्नो मान्छेबाट देश नचलाउन अहिले देशको दुर्दशाको कारण आफ्नो मान्छेबाट भएछ राम्रो मान्छेबाट भएको छैन राम्रो मान्छे जहिले पनि आफ्नो लागि पनि राम्रो काम गर्छ र आफ्नो बचाउनलाई पनि इमेज बचाउनलाई पनि तेस्रो कुरा मैले भन्छु कि एउटा मलाई यो विधेयकसँग सम्बन्धित छैन तर यही मन्त्रालयसँग सम्बन्धित छ दुईटालाई एउटा जुडिसियल कमिटी गठन गरेर पहिलाको कुलमानले भरिरहेको चाहिँ नाफा छ त्यो दोषी हो कि अहिलेको साके भनिरहेको चाहिँ दोषी छ 5 अरब 1 महिनामा घाटा छ त्यो दोषी हो त्यसलाई कुनै कर्मचारीको छानबिन हुन्न कुनै पोलिटिकल छानबिन हुन्न न्यायिक छानबिनबाट दुईटैलाई समातौँ जो दोषी छ त्यसलाई कारबाही गरौँ
मान्य सदस्य समय सक्यो। 1 मिनट किनकि सिरियस इस्यु त पब्लिकको कन्सर्नको त संसदमा आउनै पर्छ नि। त्यस कारणले एउटाले भनिरहेछ नेपाली जनतालाई कि नफामा नफाइमा छ, अर्कोले भन्छ कि अहिले आएको 1 महिना भए चाहिँ घाटामै छ। त दुईटी मध्ये त एउटा त गलत होला नि, दुईटी त सत्य हुन सक्दैन। त्यसकारण दुईटी सत्य हुन सक्दैन। को सत्य को दोषी हो त्यसलाई न्यायिक छानबिनबाट न्यायिक छानबिनको लागि माननीय मन्त्रीजीलाई अनुरोध गर्छु सभामुखज्यू मार्फत सरकारलाई न्यायिक छानबिन आयोग गठन गरौँ कि को दोषी हो, को नाफा भन्ने दोषी हो कि घाटा भन्ने दोषी हो, त्यसलाई कारबाही होस्। दुईटैले मुक्ति पाउँदैन, एउटा दोषी हुनैपर्छ, एउटालाई कारबाही हुनैपर्छ। तेस्रो कुरा मैले के भन्न चाहन्छु भने आज मधेस चुरे विनाशको कारणले आज एकदम बन्जर मरुस्थलमा परिणत भइरहेछ। नाउँको लागि एउटा डेकोरेटिभ पद थियो, राष्ट्रपति चुरे संरक्षण। त्यो राष्ट्रपतिको संरक्षण गर्यो मलाई थाहा छैन, त्यो राष्ट्रपति निवास शीतल निवासको संरक्षण गरे होला, तर चुरेको संरक्षण गरेका छैन। यतिमा हामी चुरेको नजिकको सांसदहरू बोल्छौँ। मान्य सदस्य समय सक्यो। त्यस कारणले चुरे संरक्षणमा ध्यान दियो र जुन गिटी क्रसरवालालाई नियमन गर्न कहीँ पनि लेखा छैन। अख्तियार पनि कति इमान्दार छ भने उसले गिटी संरक्षण गिटी क्रसरवाला जम्मै पार्टीको कार्यकर्ता छ, त्यो राजस्व चुहावटमा मुद्दा दायर गर्छ, तर प्रकृतिको जुन स्रोत छ, प्राकृतिक स्रोत यसले हिनामिना गरेर त्यसमा कारबाही गर्दैन। त्यस कारण यस्तो कुराहरूमा आज अन्धाधुन्ध गिटी क्रसर बनेको छ, त्यसको कुनै मापदण्ड छैन। बीच गाउँमा पनि छ, बीच नदीमा पनि छ, सबै ठाउँ जो छ त्यही डन छ, त्यही नेता छ। त्यस कारणले यस्ता प्रवृत्तिलाई पनि रोक्न कदम चाल्नुपर्छ। यस कारणले जलस्रोतको यो कस्तो भने हाम्रो ब्लेड जस्तै हो, राम्रोसित प्रयोग भने दाढी काट्छ, नराम्रो प्रयोग भने गाला काट्छ। यो देशलाई नकाटोस्, देशलाई विनाश नहोस्, जो अस्ति असोजको बाढीले देखाइदियो, वर्षाले देखाइदियो। त्यस कारणले यो खास गरी प्रकृति संरक्षण गर्ने, चुरे संरक्षण गर्ने, जलस्रोतको संरक्षण गर्ने, जल उपयोग गर्ने जुन नदीको जुन रिभर लिङ्किङ प्रोजेक्ट छ त्यो सराहनीय छ। त्यसलाई गरेर जुन ठाउँमा सिँचाइको सुविधा गरौँ, किनकि हाम्रो देशको उत्पादन बढाउँ, आयातमुखी कन्ट्रीबाट निर्यातमुखी या कम्तीमा व्यापार घाटा कम गर्न यो जलस्रोत विधेयकले अनि